हेलो गाइस, नमस्ते सबैलाई। आज चाहिँ हाम्रो न्यू इयर इभमा हल्का बिजी छौँ है। यतातिर हाम्रो पिज्जा आइरहेको छ, पिज्जा पाक्दैछ ओभनमा। अनि यतातिर चाहिँ अब हाम्रो यो चाहिँ हनी गार्लिक हटिङ चाहिँ यो पाकिसक्यो। अब यसलाई चाहिँ हामी प्याक गर्छौँ। अनि यो चाहिँ क्रुटोन्स रहेको छ, यो सिजर सलादको लागि है। यो क्रुटोन्स रेडी हुँदैछ। अनि यतातिर चाहिँ हाम्रो सिजर सलादको लागि चाहिँ अब भेजहरू चाहिँ रेडी भइसक्यो। अब यसलाई चाहिँ अब ससमा चाहिँ यसलाई मोलेर हामी प्याक गर्छौँ। त्यो सिजर सलादको लागि चाहिँ यो सस रेडी भइसक्यो, सिजर ड्रेसिङ सस। अनि त्यसपछि यतातिर केटाहरू सबैजना बिजी पनि छ है। यता कोही अब भाँडासाँडा पनि हाल्दैछ, भाँडा खाली गर्दैछ। ऊ चाहिँ अब प्याकको लागि चाहिँ बक्सहरू रेडी गर्दै। केटी पनि आज अलिकति राम्रै छ, आज अलि राम्रै अर्डर आइरहेको छ। जस हिजो अस्ति भन्दा चाहिँ जस राम्रै छ भनौँ न, 60-70 एराउन्ड त्यतिकै हाराहारीमा चाहिँ आज आइसक्यो अर्डर। यतातिर छ हाम्रो मेरो किनमेलको अर्डरहरू। यस्तै छ गाइज आजको न्यु इयर इभ। अनि भोलि चाहिँ न्यु इयर छ, भोलिको लागि पनि हामी तयारी गर्दैछौँ। जस हेरौँ के हुन्छ भोलि, त्यही अनुसार हामी प्रिपेयर पनि छौँ। सबै केटाहरू प्रिपेयर पनि छ र हाम्रो होल टिम, किचन टिम चाहिँ भोलिको लागि चाहिँ एकदम प्रिपेयर छ है गाइज। सबैलाई वेलकम छ हाम्रो क्याफेमा न्यु इयरमा। तपाईँहरू पनि आउन सक्नुहुन्छ।